Hello guys. अब हाम्रो ट्रिप स्टार्ट भएको छ and I'm looking like a boy. Hairstyle. ल Hey guys, this is my outfit for trekking. Not trekking, half boss. हामी चाहिँ अहिले चाहिँ तालचोक गइराखेको छौँ हिँडेर एन्ड देयर इज सी माई सिस्टर वर्षा लुक यता हेर टाटा हामी तालचोकमा आएर बस कुदिरहेको छौँ अझै छ होला आधी घन्टा बस आउनको लागि यस्तो छ तालचोकको हालत आमा र म बसमा छौँ 4 बजे चाहिँ क्या हो कता आइपुग्यो थाहा छैन भर्खरै हिँडेर पुगेको आज सुत्न यति अप्ठ्यारो भयो कि बसमा डोन्ट ट्राभल इन नाइट अब चाहिँ हामी जिप चढिसकेका छौँ अब चाहिँ जिप ताप्लेजुङलाई कतिखेर हिँड्छ त्यो थाहा छैन बट हामीलाई चाहिँ बसबाटै डाइरेक्ट पिक गरिरहेको छ जिपले एनिथिङ टु से नानी त मस्त सुत्यो म चाहिँ सुतेकै छैन रातभरि यस्तो कालो भयो मेरो मेरो नि कालै भइरह हामी चाहिँ ब्रिता मोड झरेर जिपमा अघि भने हो अहिले चाहिँ मुख धोएर फ्रेस भएको अब एकछिन पछि सुकेसी चाहिँ सनस्क्रिनहरू लगाउनु पर्ला हल्का स्किन केयर एन्ड देन हामी चाहिँ अहिले जिपमा छौँ यहाँ ब्रिता मोडबाट तापेजुङ प्लस वहीँ तल्लो फेरिसम्मको लागि हिँडिसकेको छौँ एन्ड डोन्ट माइन्ड आवर हियर के जस्तो रे सन्चनी कतै हेर्ने चाहिँ अहिले इलाम आइपुगेका छौँ कन्याम सरी दिस इज अस चिया बगानमा फोटो खिच्न पर्यो ल अहिले चाहिँ खाना खाने ठाउँमा रोकेर खाना खान लाग्यो कति बजे हो भन्दाखेरि 12:30 बजे खाना खान लाग्यो बिहान 8 बजीतिर हो क्या हो जिपमा चढेको अझै छ 2-3 घन्टै माथि पुग्नको लागि चाहिँ मलाई चाहिँ कति किलोमिटर छ भनेर त्यो ढुङ्गामा लेखेको थियो अझै नि ट्राभल गरिरहेको छौँ हामी चाहिँ भर्खरै सानो फेदी आइपुगेको छौँ 8:30 भइसक्यो अब यहाँबाट चाहिँ 1-1.5 घन्टा हिँड्नुपर्छ भन्नु हो यहाँको लोकल अनुसार बट हामी चाहिँ 2 घन्टै लाग्छ होला दिस इज सानो फेदी बुने आउँदै हुनुहुन्छ दाइ चाहिँ अब हाम्रो हुन्छ हुन्छ अब हाम्रो यात्रा सुरु भइसकेको छ विथ अर्ग्यानिक लौरी यस्तो चिसो हो कि न मोबाइल चले हो न नेट चले हो मोबाइलै चले होइन मोबाइल त्यो चिसोले गर्दाखेरि मोबाइलको ब्याट्री पनि आफै सर्र गइरहेको छ अच्छा अब चाहिँ हाम्रो जर्नी चाहिँ स्टार्ट भयो यहाँ सानो फेदीबाट 1 घन्टामा एकैछिन मात्र ट्रेक भइरहेको छ पानी परेको भएर चाहिँ हल्का जाडो पनि छ प्लस बाटोहरू गिलो पनि हो हामी पहिला आउनुभन्दा चाहिँ एकदम राम्रो आउनु म मेरो कहीँ छैन माथि गइसक्नुभयो हिँड्नु अब हामी चाहिँ ठुलो फेरि आइपुग्यौँ 10 बजेर 10 मिनट गएको छ हामी चाहिँ नो केबल कार मुकुलुङ एरियालाई भेटियो अब हामी हिँड्दैछौँ हाम्रो होटेल आउँदैछ नानी साइडमै छ रहेछ यता त वाउ एकदम चिसो छ
चिसो नि छ धन्न ज्याकेट चाहिँ लिएर आएको छ बाई चान्स हजुरहरू नि पाथी भएर आउनुभयो भने चाहिँ एउटा ज्याकेट चाहिँ नबिर्सिनु होला ल खानाको 4 बजिरहेको छ हजुर ए हुन्छ हुन्छ अनि त्यसपछि चाहिँ अब चाहिँ हामी माथिको लागि चाहिँ स्टार्ट गरिसकेको हौँ बिस्तारै बिस्तारै अब कति बजे पुगिन्छ 4 बजिसकेको हो साढे 5 भइरहेको छ अझै नि हामी 1/3 जति नै हिँडेर सकेको छैनौँ बाटो यस्तो उकालो हो बेला बेलामा चाहिँ चौतारीमा बसेर गइरहेको छौँ मलाई चाहिँ आमाले र मम्मीले चाहिँ छोडेर गइसक्नुभयो म र नानी अनि बा चाहिँ हिँडिरहेको छौँ अझै नि हामी हिँडिराखेको छौँ यहाँबाट चाहिँ देखियो होइन होला बट त्यो डाँडाको टुप्पोमा गसी बल्ल आधा जति हिँड्यो अरे होइन 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 त्यो निलो कटेर माथि टुप्पोमा गसी बल्ल आधा जति अरे लाली गुराँस फुल्नेहरू त फुल्यो बट राम्रोसँग देखेको छैन यता यो बाटो भयो यसरी हामी हिँडिरहेको छौँ बोल्दाखेरि नि सास फुल्ला जस्तो भइरहेको छ यहाँ चाहिँ धेरै जसो पिङ्क र व्हाइट लाली गुराँस हुने रहेछ ए अनि सातुको पिठो नि मुखमा लगाएको किन भन्दाखेरि त्यो लगायो भने चाहिँ लेक लाग्दैन अरे भनेर हल्का देखेछ होला एकैछिन रेस्ट गरेर चाहिँ अब फेरि हिँड्यौँ यही खाएकोवाला हरियोवाला सिधै माथि चढ्नु हो अब सोमे फुल ट्र्याकिङ भाइब्स वर्षा चाहिँ ब्लुई म चाहिँ पिङ्की यहाँ कति धेरै लाली गुराँस छ हस्बेन्ड कलरको त्यो तल्लो फेदीबाट माथिल्लो फेदीमा आउँदाखेरि व्हाइट र धेरै जस्तो व्हाइट कलरको थियो त्यो राति त्यो जुन लगाएको भएर झन् कस्तो डायमन्ड जस्तो साइनिङ दिएको थियो बल्ल यो हरियो टिनवाला कट्यो अब हिँडिरहेको छौँ सनराइज हुँदैछ डाँडा हाम्रो आमा सेतै भयो नि आइराख्नु कस्तो छ ठिक छ ठिक छ ल हिँड्नु ठिक छ यहाँ चाहिँ हिँड्न चाहिँ गाह्रो रहन्छ तर त्यही सासले चाहिँ गाह्रो उडाउने रहेछ क्या 7:15 भइसकेको छ अझै नि म प्लस मेरो ग्रुप हिँडिरहेको छ यसरी उस पनि भइरह हिउँ भन्ने कि पानी जमेको भन्ने हो कि यो थाहा भएन माथि माथि लाली गुराँसको रुख छ त्यो यस्तो भयो यता तलतिर पनि सर्लक्कै लाली गुराँसको रुख छ यस्तो बाटो हिँडेर आइरहेको हामी आमा हिँड्दै हुनुहुन्छ हामीसँगै हिँडेकोहरू चाहिँ दर्शन गरेर आइसक्नु भयो बट बाआमा चाहिँ बुढो हुनुहुन्छ नि त त्यसले गर्दाखेरि चाहिँ म चाहिँ बाआमासँग हिँडिराखेँ बहिनी चाहिँ मन्दिर पुगे जस्तो छ अब चाहिँ हल्तीकोसम्म यतिकोसम्म बाटो यतिकोसम्म घाम पनि लागिरहेको छ अब फेरि यहाँ पछि नि अझै उकालो चढ्ने होला अझै नि हिँडिरहेको छौँ हामी मेरो बुन त हरायो म चाहिँ हिँडिरहेको छु अब 1300 आयो भन्नुहुन्छ अझै नि यस्तै हो 1300 के हो यो सिधा भन्छ यसलाई भन्थेन ल अब चाहिँ मन्दिरको मेन सिँढी देखियो है अब चाहिँ मन्दिरको मेन सिँढी देखियो आइयो कति घन्टा ट्रेक गरियो म त वाउ अझै खाऱ्यो भने चाहिँ हिमाल पनि देखिन्छ यहाँबाट बा आइयो आइयो आइयो
सन्चै आइयो सजिलै आइयो यहाँमा सजिलै आइयो जय 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 ओ हाम्रो मिस आएको आधी घन्टा भइसक्यो भन्नी बा आमालाई एकजनाले लिएर इन तैले भनेर मैले तँलाई भने होइन दिदीले बुढालाई लिएर हिँड्नु परेन बा बस्नु भयो के ल ल बुनेलाई बल्ल भेटियो यहाँ अब माथि मन्दिर जाने हो वेट पर्छ ए ल से हाई अनि आइपुगे आयो अब बल्ल थकेर आयो अझै सातो नै छ गालामा मन्दिरको चाहिँ सिँढी स्टार्ट भयो अब यस्तो भगवान्लाई पैसा चढाउँ यस्तो भयो ल यतापट्टि नि ढोक गरौँ दुवैतिर चढाएको एकतिर चढाए हुँदैन र ल त नि मैले दुवैतिर चढाइदिन्छु यसो सबै घन्टी बजाएर आयो चाहिँ हामी चाहिँ पूजा गर्नको लागि जाँदैछ यस्तो बनाएर चाहिँ हो भर्खरको भर्खर कुहिरो हिउँ हेर्न कुहिरो भर्खरको भर्खर हिउँ पर्छ कि के अरे एक्सपेक्टिङ पनि भर्खरको भर्खर यहाँ त यति जाडो पो भयो त घाम पनि लाग्यो कुहिरो पनि कुहिरो भन्छ के भन्छ यसलाई यस्तो ऊ त्यहाँ हुनुहुन्छ माताको मन्दिर चाहिँ यसरी आउन नि यता ल हामी सल्लकै मन्दिर घुम्न लागिरहेको छौँ मैले त ल्याउनु त मैले त फुल चढाउनै बिर्सेछु फुल मलाई दिनु मन्दिर घुम्दै सिका चाहिँ ए यहाँ कालो कालो धागो बान्ने रहेछ ध्वजा छ आमा कालो ध्वजा अहिले बानौँला तपाईँहरूले पूजा गरेर बान्नु हो कि नगरिकन पूजा गरिसक्नु भयो ए भयो भयो भिर ए पाथिभरा माता पाथिभरा माता यसरी लाइन अब चाहिँ हामी लाइन बस्छौँ पहिला चाहिँ मातालाई घुमेर अनि बल्ल लाइन बस्न लागेको एकताका चाहिँ हामी घुम्दै नघुमिकन पूजा गरेको थियौँ लाइन लामो रहेछ ओहो नि हामी चाहिँ लाइन कुरिरहेको छौँ नानी र म भएर लाइन चाहिँ यति चाहिँ अगाडि बढी भइरहेको छ आमा कता जानुभएछ त आमा कता जानुभयो लाखबत्ती बाल्नु भयो रहेछ लाइन बसेर यतिमा आइसक्यौँ ला यहाँ फुल्ली त्यहाँबाट फुल्ली थोरै थोरै फुल्ली
मजा पुजारी भयो टिका लगाउने होला दानपेटी यहाँ पूजा गर्ने होला अब हामीले पूजा सकेर घर फर्किन लागेको घरि घाम लागेछ घरि यस्तो भइराखेछ हाम्रो आमा लेट्स गो लेट्स गो लेट्स गो अब हिँडियो हामी घरतिर पहिला त्यहाँबाट तल झरौँ अनि त्यहाँपछि चाहिँ घरतिर घरतिर हाम्रो आमालाई कति क्युट देखेको आमा यता हेर्नु आमा ए आमा आजको अनुभव कस्तो भयो राम्रो भयो राम्रो भयो राम्रो भयो राम्रो भयो आइयो खुसी भयो यसरी जस्तै घुमियो टिका टाल लगायो आफै जाने भयो माता माइले राम्रो अनुभव जानु के त नि त्यहाँभन्दा के जानु सकिन्न भन्दै आइयो राम्रो हो अब चाहिँ फर्किँदैछौँ पाठीमा गएर दर्शन फर्किँदैछौँ हामी अब फर्क्यौँ हामी घर यहाँ आइकिन भाइ ल हाम्री आमा 70 इयर्स अब वैशाखमा कति नै दिन छ र वैशाख आउनलाई यस्तै बुढी आमा पनि यस्तो दुःख लाग्दै त भनौँ न होइन बाटो त अझ 24+ आवर्स चाहिँ गाडीमा के भन्छ अरे जी प्लस बसमा अनि त्यहाँपछि चाहिँ यहाँ अनि हाम्रो आमा यस्तै बुढी आमा पनि चढेर आउनु भयो आइयो अब हामी तल झरेको छौँ नानी यहाँ हिँडिराखेको छ मिठाई चबाउँदै अब चाहिँ अघि चाहिँ यही आइया गर्दै अब यो बाटो खुट्टा कमाउँदै तल झर्ने होला त्यही यो ओह्रालो झरेपछि चाहिँ अब म सिधै यस्तो ओह्रालो झर्ने अब यस्तो ओह्रालो होइन अब यो ओह्रालो झरेपछि चाहिँ म सिधै अब ठुलो फेदीमा गएपछि चाहिँ मेरो भ्लग कन्टिन्यू गर्दैछु त्यति दिनको लागि बाई बाई हाम्रो चाहिँ फर्किने सुरु भएको छ हामी चाहिँ यहाँ ठुलो फेदीबाट हिँडियो अब ठुलो फेदीबाट सानो फेदी झरिन्छ अनि त्यहाँ सानो फेदीमा गएर चाहिँ जिप लिन्छ जिपबाट ताप्लेजुङ जाने ताप्लेजुङबाट फेरि अर्को जिप लिने अब हेर्दै जाऊँ के हुन्छ मौसम चाहिँ अझै नै यस्तै हो ओह्रालो झरेको भएर खुट्टा चाहिँ कामिरहेको छ के गर्ने अनि वर्षा आमा यसरी चढ्न सक्नु भएन भने यसरी बोक्नु हुँदो रहेछ झर्न नसके पनि खोइ त हेलो भनिदिनु अब हामी फर्क्यौँ घर भन्नु हेलो फर्क्यौँ हेलो अन्त त लाली गुराँस नि कति छपक्कै फुलेको हो र ओहो अलिकति तल जानु पर्यो झन्डेर रहेछ बाटो चाहिँ यस्तो हो म अघि धन्दै चिप्पिसकेको थिएँ अनि लडेँ धन्दै केही चाहिँ भएन है तर वाह लाली गुराँस तर म टिप्दिनँ अनि लाइट पढेको भएर हो र कस्तो मेरो आँखाले जस्तो क्यामेराले नटिपेको कति रातै छपक्कै फुल्यो छपक्कै वाउ लाली गुराँस फेरि मजाले फुलेको र लाली गुराँस म चाहिँ झरिरहेको छु यता साइडबाट चाहिँ लाली गुराँस हेरौँ लुक लाली गुराँस सो प्रिटी तर म चाहिँ एउटा चाहिँ कसले टिपेर फालेको कि के हो एउटा चाहिँ म पिक गरेँ यसलाई ओके चाहिँ टिपेको चाहिँ होइन बट पिक गरेको
ऊ लाली गुराँस टिप्न गएको रहेछ नि त्यहाँ त रुकु 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 ओइ छुर्पी आइरह त्यही भएर मेरो साउन्ड चाहिँ अर्कै आइरह छुर्पी टेस्टी म अझै नै हिँडिरहेको छु तर पाथिभएर गएको र तल झरेको पेन चाहिँ यो भ्यूले गर्दाखेरि चाहिँ वर्थ इट भइरहेको छ के अहिले चाहिँ यो कुहिरो आएर केही देखेको छैन बट कति समय यस्तै हो के एउटा थरी मात्र हो र थरीको लागि गुराँस नि ओहो नि हिँडेको हिँडे ओह्रालोले गर्दाखेरि पनि अझै नि तल्लो फेदी आएन धेरै नै भइसक्यो हिँडेको सिन जाँदासुकै लाली गुराँस आमा र म चाहिँ हेरिदिनु आमा र म मात्रै छौँ हिँड्ने पछाडिको उहाँ हाम्रो चारजनाहरू साथी हराए सकेनन् हामी त हिँडेका छौँ कि आमा 16 वर्ष जवानी म चाहिँ 30 वर्ष जवानी होइन आमा अरू बुढा भयो उहाँ 90 वर्षका बुढा आएर देखा मैले देखा मेरो फोटो देखा ल अरू आउँदैनन् आमा छोरी आखौँ ल हामी त्यो मकैको साधु लगाएको त मेरो स्किन नै ड्राई भएछ कति हो र हिजो बेलुका हिँड्दाखेरि त कस्तो लाग्यो मान्छे कुरीमा छन् रमाइलो लाग्यो एकदम मलाई त आमा रमाइलो लाग्यो रमाइलो लाग्यो नसके ठिक छ 16 वर्ष जवानी दुःख गरेर बल्ल बल्ल यो के हो यो सानो फेदीमा आइपुग्यो हामी आमा छोरी मात्रै अझै 2 जना त आउन बाँकी छ मान्छेको भिड त त्यस्तै छ तर यहाँ चाहिँ डे भ्यू भन्दा नि नाइट भ्यू चाहिँ राम्रो थियो हिजो चाहिँ सो टायर्ड सोल्डरहरू त सबै झर्ला जस्तो भयो नट इन माई बेस्ट लुक बट इट्स ओके हाम्रो बा पाथिभराबाट तल झर्दाखेरि घुँडा दुख्यो भनेर अर्को बाटो हिँड्दाखेरि हराएर भर्खरै सरले भेटेर लिएर आइदिनु भएको छ हाम्रो बा भेटिनु भएको छ उहाँ यता सिधा बाटो हिँडी तल अर्को बाटो जानुभएको बा सरहरूको मद्दतले गर्दाखेरि चाहिँ हाम्रो बालाई भेटिएको हो त बा के भन्नु हो 2 शब्द केही भन्नु छैन तिम्रो चाहिँ फलाना ठाउँ भन्थ्यो फलाना ठाउँ गएँ म कहाँको फलाना ठाउँ हो र हिजो चाहिँ यहाँ रोकेको कि जिपले हामी चाहिँ अब ताप्लेजुङबाट बिर्तामोडको लागि हिँडिसकेको छौँ जिपमा बा हगाइदिएर अघि नै मैले भनिसकेँ नि त बालाई भेट आएर भनेर आमाकैसित मुटु नै के मुखमा आए जस्तो भयो थियो कि केही भयो कि ढलेर लड्नु भयो कि भिड थियो नि त गुराँस थियो अनि कतै अब त्यत्रो ठुलो जिउ खपाएको अनि लडेर केही भइहाल्यो भने हामीले त देख्न मिल्दैन नि त बाटोमा लडेको मान्छेले सम्हालिन्छ बन्केर गएर लड्यो भने कसले सम्हाल्छ त त्यही पनि सरी रियो हामी चाहिँ पोखरा जाने मर्निङवाला बस चढिसकेको छौँ भर्खरै जिपबाट झरेर फेरि बस चढेको कन्टिन्युस ट्राभल हुँदैछ हाम्रो फेरि सो गर्मी त्यही पनि ज्याकेट लगाइरहेको मैले पानी परिरहेको थियो अघि त्यहाँ कत्रो ठुलो पानी परेको थियो कि एउटा सुपारीको रुखले ढलाइदिइसक्यो पानीमा रुजी मुख धोएर चाहिँ अहिले चाहिँ नास्ता खान लगाइरहेको छौँ त्यही पेडा पसलमा स्वान इज आवर नास्ता ब्रेकफास्ट ओके डोन्ट माइन्ड माई बोय हामी चाहिँ खाना खाएर यहाँबाट हिँडिसकेको छौँ अघि नै हिँडेको त्यही हो त हिँडिसकेको छौँ भने सक्यो अहिले चाहिँ पानी परिरहेको छैन बिहान चाहिँ पानी परिरहेको थियो मिटिरहेको थियो हाम्रो घरतिर नि पानी पर्दै भए हुन्थ्यो सिन चाहिँ सुडाइ पुरा जङ्गल छ कहाँ यो चाहिँ थाहा छैन कुनै एनी थट्स अन दिस ट्रिप So much tired. No words to say. सुतेको पनि यही बसमा आइसी होला कि राम्रोसँग है बिहान त मलाई चाहिँ के थियो बिहान पानी पर्दाखेरि त के त्यो एउटा त्यो मुभीको सुट हुन्छ नि भन्नु कुनै एकदम भिलन टाइपको वाला के हुन्छ नि सुट र त्यस्तै लाग्यो कि पानी पर्यो है टङ्गले यति स्पिडमा चलाइरहेको छ तर हाम्रो होस् छैन कि
भन्ने जिल्ला त होला नि होइन त्यहाँ आइपुगेको छौँ सरै भन्ने खालको र ठाउँको नामै त के जिल्ला हो थाहा भएन अब चाहिँ हामी चाहिँ अपडेट दिइरहेको छौँ नयाँ नयाँ ठाउँमा आइपुगेपछि चाहिँ अब हामी चाहिँ सरलाई छोडेर रौतहट आइपुगेको छ बसमा किन लजाको त लजाको होइन कि अहिले कतिवटा ठाउँ गइसक्यो होला धेरै नै कटियो धेरै जिल्ला नै होला जिल्लाहरू नै नाग्दै आइरहेको छ जाने बेला पनि यसरी गर्थ्यौँ बट हामी नाइटमा गएको भएर चाहिँ सबै जिल्लाहरू हेर्न पाएन अहिले चाहिँ डेमा यस्तो तराईहरू त सबै सेमै सेम जस्तो हुँदैछ त्यही हल्का कतिको फोहोर र कतिको सफा मात्रै डिफ्रेन्स रहेछ जस्तो लाग्यो मलाई अनि रुखहरूको कता धेरै जङ्गल छ कता छैन हामी चाहिँ बाह्र आइपुगेको रहेछौँ बाहिर त पुरा अँध्यारै भइसक्यो बल्ल 2 बज्न लाग्यो यस्तो अँध्यारो हामी लेकगन्ज आइपुगेको छौँ पेट्रोल हालिरहेको छ होइन डिजेल हालेको क्या है कसले त डिजेल दिन्छ होइन हामी नारायणघाट आइपुगेको छौँ अब चाहिँ मुगलिङ कति हो पोखरा एकदम अरू बेलामा चाहिँ यत्रो बेरसम्म चाहिँ हामी सुतेर बसेको थियौँ त्यही भएर भ्लग कन्टिन्यू भएन बल्ल कन्टिन्यू हुँदैन फ्रेस भएर अब चाहिँ मुगलिङबाट यता आइयो हामी अब हाम्रो घर आउँदैछ घर जान एकदम एक्साइटेड लास्ट एक्साइटेड यो चाहिँ हाम्रो लास्ट स्पट रे चियाहरू नास्ता सास्ता खानको लागि त्यहाँपछि सिधै घरमा अब बस्दै रोक्दैन अरे घरमा झर्ने बेलामा मात्रै हाम्रो बा हराएर भेटिनु भएको बा अनि आमा यता हेर्नु त आमा अहिलेसम्म बालाई खोज्दै हिँड्ने कि आमा हाम्रो नानी यता आउनु हामी चाहिँ तालचोक आइपुग्यौँ अब चाहिँ घर जाने मात्रै हो तालचोक आइपुग्यौँ हामी बसहरू नपाइएर हामी चाहिँ अहिले हिँड्दै जाँदैछौँ त्यत्रो हिँड्यो त्यत्रो ट्रेकिङ त गरियो जाऊ यो 10 मिनट पनि हिँड्न नसक्यो नि त होइन ओ कस्तो बाहिर बसबाट बाहिर निक्लेपछि त कति आनन्द भएको